सो गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ बिहानको 11:30 भएको छ है, बिहान भन्नु दिउँसो भन्नु। अनि म चाहिँ अहिले कहाँ छु भने यो बाँसगौरे, यसलाई सायद बाँसगौरे भन्छ, यस बाँसगौरेमा छु। अनि यहाँ एउटा कुरा स्पेसल कुरा देखाउन मन लागेको छ जो मलाई चित्त बुझेको छैन र अलिकति यो हुन्छ नि सन्देशमूलक भिडियो नै बनाउनु खोजेको छु है त। यो बाटो चाहिँ हामी सर्वसाधारण जनताको लागि र पर्यटकको लागि एकदमै प्रयोग हुने बाटो हो। खास गरी जो पाँचपोखरीको पदमार्ग भएर आउने पर्यटकहरूको लागि चाहिँ यो बाटो एकदमै प्रसिद्ध छ। लुग्लाको लागि उता छतर्न खोलाको बाटो भयो भने उता के अरे छतरपुरको बाटो भयो भने यो पाँचपोखरीबाट आउने बाटो चाहिँ यो पनि एउटा त्यसको बाटो नै पर्छ। र एउटा खास कुरा म देखाउँदैछु है, म नि आज यो बाटो हिँड्दैछु र एउटा खास कुरा देखाउन गइरहेको छु। मैले आउँदै गर्दा के देखेँ भने थरपस्टै पारिएका बिस्कुट चाउचाउका खोलहरू यहाँ खाजा खाएपछि जताततै फालेको देखेँ। त्यो पनि एकदमै थोरै मात्र होइन, अत्याधिक मात्रामा है। खोल्सा खाल्सीमा बियरका टुक्राहरू अत्यन्तै फालिएको छ। खाजा नखाने होइन, मैले नि खाजा खानेवाला छु। मैले स्प्राइट लिएको छु, मैले बिस्कुट बोकेको छु, तर है फाल्ने कसरी म बताउने छु। पहिला म फोहोर देखाउँछु है हजुरहरूलाई। यहाँ फोहोर हेर्नुहोस् है, कसरी फालिएको छ यो ठाउँमा फोहोर। र जताततै फोहोर फालिएको छ। यो चाहिँ अलिकति खुलेको र डाँडामा परेकोले यहाँ चाहिँ भ्यू पोइन्ट जस्तै छ। अनि कोठेबाट आउने प्लस खोला खर्कबाट फर्किने सबैले यसमा चाहिँ यो ठाउँमा बसेर खाजा खान्छन्, एकछिन यहाँको दृश्य अवलोकन गर्ने गर्दछन्। तर खाजा खाइसकेपछि जो नकुहिने फोहोरहरू छ, विशेष गरी यो क्यानका खोलहरू, प्लास्टिकहरू, चाउचाउ बिस्कुटका खोलहरू, जेसुकै होस्, जो चाहिँ कुहिँदैन, सर्दैन, ती फोहोरहरूलाई जताभावी फालेको अवस्थामा भेटियो। याद राख्नु होला, यो क्षेत्र चाहिँ मकालु बरुन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्छ। त्यति मात्र होइन कि यो पर्यटकहरूको